हेलो साथीहरु सबैलाई स्वागत छ आज मेरो सेकेन्ड ब्लगमा। आजको दिन चाहिँ एकदम वार्निङ जारी गरेको दिन हो। किन भन्दाखेरि चाहिँ धेरै एकदम हावाहुरी आउने र चान्स भएकोले गर्दाखेरि चाहिँ आज नेपाल सरकारले नै सूचना निकालेर अनावश्यक काम नपरिकन बाहिर निस्किनु भन्दै खबर निकालेको छ। आज मिति 2082 साल 12 महिना 7 गते शनिबारको दिन र हिजो बेलुका पनि एकचोटि चाहिँ डह्रो आयो र त्यसमा अलिअलि पानीहरू पनि आयो। त्यो हावाले चाहिँ खासै बिगारेन, तर यो अब आज शनिबारको दिन चाहिँ राम्रै आउने बाला छ हावा। त्यही भएर सुरक्षित बस्नु भनेर खबर निकालेको छ। तपाईँलाई म देखाउँछु भरे हावा आयो भने कतिको हावा आउँदो रहेछ। आज हामी सब हेरौँला। यो चाहिँ मेरो घर अगाडिको भ्यू हो। हल्का आज यो बादलहरू माथि कालो कालो भइरहेछ। मलाई चाहिँ यस्तो सिनहरू दामी लाग्छ। कालो बादल अनि आउन आँटेको यो सिनमा हल्का यो क्यामेरा क्वालिटी कम्ती छ, त्यही भएर अलिक मजाले देखिएको छैन। पछाडि यो पश्चिमबाट हावा आउने भन्ने खबर छ र यस्तो छ चैतको महिनामा छिन् हजुरलाई देखाएँ मैले। वरिपरि यहाँ गोरु चरिरहेको छ। नजारा यस्तो छ है साथीहरू। यो चाहिँ अब मेरो त हल्का लोकल ब्लग हो, त्यस्तो कुनै विशेष ठाउँहरू पनि छैन। यही घर अगाडि नै हो। यो चाहिँ घर अगाडिको नजारा यस्तो छ है। माथि आज हल्का माथि पहाड पनि देखिरहेको छ, थुप्रो देखिन्छ यहाँबाट। यो रुखहरूले गर्दाखेरि चिलेर धेरै यस्तो छ नजारा। मौसम मजाको छ आज, पानी आउन आँटेको जस्तो। अनि अब यस्तो छ हेर्दै गर्नु होला। तपाईँहरूलाई म देखाउँछु। म आजको दिउँसो हावाहुरी कतिको आउँदो रहेछ। त 119 किलोमिटर प्रति घन्टाको हावाहुरी आउने भनेर चाहिँ वार्निङ दिएको छ। नगरपालिकाले पनि सूचना हालेको छ। पानी चाहिँ पर्यो, हावा चाहिँ आएन। आज हावा नआएको राम्रै भयो है। हावा आयो भने धेरैलाई असर गर्छ, मान्छेको ज्यान पनि जोखिममा पर्न सक्छ। र अहिलेसम्म चाहिँ हावापानी केही पनि आएन भन्नाले पानी चाहिँ आयो। यो चाहिँ मौसम आजको यस्तो भयो। शनिबार आनन्दले पानी आइरहेछ। टक्कै यो मौसममा चाहिँ तिनको छानामा बजेको सुनेर सुत्दै बस्नु चाहिँ मजा आउँछ। थ्याङ्क यू साथीहरू। सी यू इन द नेक्स्ट भिडियो। सब्सक्राइब बटन चाहिँ यहाँ त्यहाँनिर छ। राम्रो लाग्यो भने, मन पऱ्यो भने दबाउनु होला भन्न चाहन्छु। धन्यवाद।